हेलो गाइजहरू, वेलकम टु माई युट्युब च्यानल। अनि धेरै पछाडि फेरि मैले मेरो युट्युब च्यानलमा भिडियो ल्याएर आएँ। अनि म चाहिँ आज चाहिँ रामनवमी मेला जाँदैछु साथीहरूसँग हल्ला गर्दै गर्दै। अनि हामी चाहिँ थुप्रोजना भएर गएको थियौँ, तर अहिले जाने बेला चाहिँ हामी यति माथि छौँ, किनभने अरू चाहिँ कता कता छरियो नि त। अनि अब सबैजना कहाँ भेला हुँदा यतिखेर भयो। अनि त्यही भएर सबैजना छरिएपछि नि हामी 4 जना चाहिँ सँगै गयौँ। अनि त्यस पछाडि अब अरू चाहिँ बिस्तारै नै आउँछ भने गयौँ। भने रामनवमी मेलामा चाहिँ यस्तो थियो, पस्ने गेट हो यो चाहिँ, उताभित्र छिर्ने गेट। अनि त्यहाँ झन्डै मेरो बहिनीलाई क्या बाइक लिएर आयो। अनि म चाहिँ तँलाई आज चाहिँ मार्ने दिन छ कि क्या हो भन्दै भने। अनि त्यतिकै अनि बस्दा बस्दै अनि हाम्रो यहाँ सुनवारको चण्डी डान्स आयो है, सरर। अनि यसरी बजाउँदै गयो। यो चाहिँ हाम्रो सुन साथीको डान्स हो। अनि त्यहाँको रामनवमी मेला चाहिँ वर्षैपछि एक वर्षमा 15 दिनै लाग्छ अरे। अनि यो चाहिँ कति 5 दिन 6 दिन कति लगाएको अरे। अनि त्यही भएर आज चाहिँ लास्ट दिन हो। अनि त्यही भएर त्यताकै गाउँको मान्छेहरूले सुनमा डान्स लगेर गएको थियो। अनि हामी पनि गयौँ। अनि यो चाहिँ रामनवमी बजार हो। अनि यो बजारमा चाहिँ यो यसरी देखाएको चाहिँ एउटा कोठा गरेर बनाएर नम्बर वाइज भाडामा दिएको रहेछ क्या। त्यहाँ चाहिँ यस्तो अब ठुलो कोठाहरू भाडामा दिएको जस्तै गरेर दिएको रहेछ। अनि उतापट्टि देखेको ठुलो चाहिँ स्टेज हो। अनि आज चाहिँ राष्ट्रिय कलाकार मेलिना राईहरू पनि आउँछ भन्दै थियो रातमा। अनि म चाहिँ दिउँसोमै गएर आएँ, किनभने मलाई चाहिँ रातमा हिँड्नु एकदम अल्छी लाग्यो। अस्ति यहाँ रवि बजारमा पनि लागेको थियो। अनि म त्यहीँ जाँदा काबु भएँ। अनि गयौँ। अनि चिसो खायौँ। अनि गर्मी ज्यादै भएको थियो क्या। अनि त्यही भएर अनि त्यहाँदेखि चिसो खाएर फेरि हामी चाहिँ फर्किहाल्यौँ। दिनमा केही थिएन क्या, यताउता केही थिएन। अनि त्यहाँदेखि हामी चाहिँ फर्किहाल्यौँ। अनि यिनीहरू चाहिँ दिदी बहिनी हो, यसरी बाँच्दै लड्दै दुईजना कुद्दै चल्दै हिँडिरहेको थियो। अनि अब दुईजना आफै जानी चल्छ, अनि जानी लड्छ क्या यो दुईजना चाहिँ। म चाहिँ नचल पनि भन्दिनँ, केही भन्दिनँ। अनि दुईजनालाई दिदी बहिनी भएर चल्दै हिँडिरहेको थियो। अनि अब छिटो बाइक आयो। अनि हेर्नु न साथीहरू, यसरी लड्दै रुँदै हिँड्ने क्या। कस्तो मलाई चाहिँ अचम्म लाग्छ यिनीहरू दुईजनालाई देख्दा। किनकि हुनु दिदी बहिनीहरूको घरमा यस्तै हुन्छ। मेरो पनि दिदीले बिहे नगर्दासम्म चाहिँ हामी यसै गर्थ्यौँ होइन। जहाँ गयो त्यहीँ पछ्याउँथ्यौँ, जता गयो त्यतै पछ्याउँथ्यो। त्यतिखेर त म पनि अलिक बच्चै थिएँ। अनि त्यो जता गयो त्यतै पछ्याउँदै हिँड्थ्यौँ। अनि त्यही भएर यस्तो त्यो पनि गर्थ्यौँ। अनि फर्केर आयौँ हामी चाहिँ। अनि मेरो दिदीले चाहिँ अहिले चाहिँ बिहे गरिसकेको छ। म त भने पहिला चाहिँ यसरी नै सँगै यसरी नै झगडा गर्दै हिँड्थ्यौँ क्या, लड्दै गयो। अनि रातो कलरको कुर्ता लाएर मेरो पछाडि जो हिँडिरहेको छ त्यो चाहिँ अहिले मेरो दिदीको छोरी हो क्या। अहिले मसँग हिँड्ने उमेर भउन आँटिसकिसक्यो मेरो दिदीको छोरीको। पहिला हामी यसरी नै हिँड्थ्यौँ, देख्नुभयो साथीहरू, अघिसम्म लड्दै बाँच्दै हिँड्दै थियो नि। ऊ अहिले बोक गर्दै दुईजनाको केही काम छैन क्या। दिदी बहिनी हुने घरमा यस्तै हो। अनि यसो गर्दै हामी चाहिँ लडङडुरुङ गर्दै लड्दै उठ्दै हिँड्दै यसो गर्दै हामी चाहिँ फर्केर आयौँ घर। अनि अब चाहिँ घर आइपुग्न आँट्यो। नि त्यही भएर मैले चाहिँ अब चाहिँ भिडियो बन्द गरेँ। अनि यति नै बनाएँ आजलाई भिडियो, यति नै भिडियो। थ्याङ्क यू फर वाचिङ साथीहरू, बाइ बाइ।